के शहर के गाउँ जोसुकै हौ जहाँ रहौं, सबैको बोली अट्ने ठाउँ रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज। नेपाली रेडियो, नेपाली आवाज। तपाईं अहिले रेडियो सगरमाथामा रेडियो खबर पत्रिका सुन्दै हुनुहुन्छ। केही बेर अघि हामीले पत्र पत्रिकाको संगालो प्रस्तुत गर्यौं। अब बेला भएको छ बिहानी कुराको। आज हामी बाल विवाह मुक्त नेपाल भन्ने नारा सहित 100 दिने देशव्यापी अभियान शुरू भएको छ, त्यस विषयमा कुराकानी गर्दैछौं। यस अभियानको लागि राष्ट्रिय बाल अधिकार परिषदले सहकार्य गरिरहेको छ, जसमा भोइस अफ चिल्ड्रेन, फरवर्ड नेपाल लगायतले क्रियाशीलता देखाएर यस अभियानमा जुटिरहनु भएको छ र उहाँहरूको यस बाल विवाह मुक्त नेपाल भन्ने नारा सहित शुरू भएको 100 दिने अभियानमा के कसरी कार्यक्रमहरू अगाडि बढ़िरहेको छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौं। यतिखेर हामीसँग हुनुहुन्छ भोइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरे। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। जस्तो यहाँहरूले अहिले बाल विवाह मुक्त नेपाल बनाउने अभियानका साथ 100 दिने यो कार्यक्रम अगाडि बढाउनु भएको छ, अब यसमा कसरी कामहरू भइरहेछन् अहिले? धन्यवाद। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, जस्ट राइट फर चिल्ड्रेन इन नेपाल, भोइस अफ चिल्ड्रेन र विभिन्न प्रदेशमा रहेका संघ संस्थाहरूको समन्वय तथा सहकार्यमा बाल विवाह मुक्त नेपाल निर्माणका लागि 100 दिने अभियान सञ्चालनमा रहेको छ। स्थानीय तहका प्रत्येक विद्यालय र समुदायमा यो अभियान सशक्त रूपमा अगाडि बढेको छ। यस अभियान अन्तर्गत समुदाय विद्यालयमा अभिमुखीकरण गर्ने र बाल विवाह नगर्ने र नगराउने विषयमा प्रतिज्ञा गर्ने, स्थानीय तहमा संवाद कार्यक्रमहरू आयोजना गर्ने र त्यसै गरी देशभरका स्थानीय निकायहरूलाई पत्राचार गरेर बाल विवाह विरुद्धको अभियानमा संलग्न हुन अनुरोध गर्ने र साथै प्रदेशका सरकार, प्रदेश स्तरीय बाल अधिकार समितिहरूसँग समन्वय गरेर अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने भन्ने मुख्य कार्यक्रमहरू यस अभियानमा रहेका छन्। जस्तो बाल विवाहको विषय त धेरै पहिलादेखि नै अत्यन्तै संवेदनशील विषय र यो जटिल कुरा पनि बन्दै आएको छ। यसमा विभिन्न कारणहरू पनि छन्। अहिलेको अवस्थामा अहिले यतिखेर चाहिँ हामी कुराकानी गरौं, बाल विवाहको दर चाहिँ कस्तो छ, अहिले बढ्दो छ कि अथवा कार्यक्रमहरू हुँदै गर्दाखेरि यो घट्दो छ कि अथवा कस्तो तथ्याङ्क छ यहाँहरूको बुझाइमा? बाल विवाहको कुरा गर्दा हाम्रो देशमा सामाजिक सांस्कृतिक रूपले यो एकदम ज्वरो गाडेको एउटा सामाजिक अपराधको रूपमा, कानुनी रूपमा पनि अपराधको रूपमा लिइएको छ। दशकौंदेखि अभियानहरू चलेका छन्, बाल विवाह गर्नु हुँदैन, बाल विवाह गराउनु हुँदैन भनेर। तर पनि हाम्रो समाजमा, हाम्रो घर परिवारमा, हाम्रो स्थानीय तहमा, प्रदेशमा, देशमै पनि बाल विवाहका घटनाहरू धेरै भएको पाइन्छ। तथ्याङ्क हेर्ने हो भने जटिल अवस्था देखिन्छ। तर कस्तो छ भने हामीले अलिकति यो हाम्रो राष्ट्रिय जनगणनामा लाई चाहिँ हेर्न गयौँ भने 35.1% बालिकाको बाल विवाह हुने गरेको तथ्याङ्क छ, जसमध्ये मध्य प्रदेशमा 42.4% छ। त्यसै गरी कर्णालीमा 37.9% रहेको छ। हाम्रो देश यस्तो छ कि बालिकामा मात्र होइन, बालकहरूमा पनि बाल विवाह हुने देशमध्ये नेपाल उच्च स्थानमा छ। विश्वमै बाल विवाह हुने देशमध्ये 10औं स्थानमा नेपाल पर्छ र सार्कमा हेर्ने हो भने तेस्रो स्थानमा नेपाल पर्छ। अर्को कुरा, यो डाटा एकदम धेरै छन्, तर प्रहरी कार्यालय अथवा सरकारी निकायमा उजुरीहरू धेरै कम आउँछ। अब यो चाहिँ विडम्बनाको विषय छ, किनभने हाम्रो समाजमा घर परिवारमा तै चुप मै चुपको अवस्था छ। कसैले
त्यो जानकारी गराउने, बाल विवाह हुनु हुँदैन भनेर अभियान चलाए पनि व्यवहारमा चाहिँ एकदम बाल विवाहहरू धेरै भएको घटनाहरू पाइन्छ। समाचारहरूमा पनि हामीले धेरै पाउँछौँ, जसले गर्दा तथ्याङ्कमा धेरै आउँछ, कानुनी प्रक्रियामा एकदम नगण्य रूपमा डाटाहरू आएको हामीले पाएका छौँ। अब यहाँहरूको डाटा अनुसार त सार्कमा नै हामी तेस्रो नम्बरमा पर्नु भनेको एउटा एकदमै जटिल अवस्था पनि हो। यसले चिन्ताजनक अवस्था पनि देखाउँछ। हामी सदियौंदेखि बाल विवाह विरुद्ध काम गरिरहेका छौं, बाल अधिकारका कुराहरू गरिरहेका छौं, तर पनि यो जुन यहाँहरूको डाटा अनुसार हेर्दाखेरि त अवस्था अत्यन्तै चिन्ताजनक छ भन्ने कुराहरू नै दर्शाउँछ। अब यस्ता किसिमका सय दिने अभियानले बाल विवाहलाई चाहिँ रोक्नको लागि कतिको सहयोग गर्ला त, के आशा गर्नुहुन्छ? अब हामीले बालबालिकासँग प्रत्यक्ष भेटेर उनीहरूको अभिभावक, स्थानीय तह र अरू कानुन कार्यान्वयन गर्ने निकायहरूसँग हामी प्रत्यक्ष भेटेर यो विषयमा चेतना जगाउने र यसप्रति चाहिँ प्रतिज्ञा गर्ने कार्यक्रम छ हाम्रो कार्यक्रम। अब हामीले अभिमुखीकरण मात्र नगरेर यो बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना नेपाल सरकार महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयले गत श्रावणमा बनाएर लागू गरेको छ र त्यो कार्यान्वयनका लागि पनि हामी प्रयासरत छौँ। र दोस्रो कुरा चाहिँ खास गरी बालबालिकालाई नै सशक्तिकरण गर्नुपर्ने र उनीहरूको शारीरिक, प्रजनन स्वास्थ्य र अन्य विषयहरूमा बाल विवाहले नकारात्मक असर गर्दछ भन्ने चेतना जगाउने र अभिभावकहरूमा पनि त्यो किसिमको चेतना जगाउने हाम्रो उद्देश्य रहेको छ। र यसमा चाहिँ पक्कै पनि बाल विवाहका घटनाहरू कम हुन्छन् भन्ने हाम्रो चाहिँ निष्कर्ष हो। र यो अभियान देशभरि चलेको छ र यसले पक्कै पनि प्रभावकारी रूपमा बालबालिका र अभिभावकहरूमा प्रभाव पार्छ भन्ने हाम्रो विश्वास छ। जस्तो यहाँले अगाडि भन्नुभएको थियो, सामाजिक कारण, सांस्कृतिक कारणले गर्दा पनि कतिपय अवस्थामा यो समस्याहरू चाहिँ जिउका त्यौं छन् भन्ने कुराहरू छन्। अब यसको अलावा अब बालकै अवस्थामा अथवा बालिका होस् अथवा बालक होस्, उनीहरूलाई सानै उमेरमा विवाह गरिदिँदा हुने भोलिका जोखिमहरू के कस्ता छन्, त्यो विषयमा पनि अलिक प्रश्न पारिदिनुहोस् न। अब पहिलो कुरा त बालविवाहको जोखिम अब हामीले हेर्ने हो भने जस्तो बालविवाह पछिको पारिवारिक बोझ र बन्धनले बालक र बालिका दुवैले पढाइ छोड्नुपर्ने अवस्था हुन्छ। उनीहरूमा आफ्नो बालापनको स्वतन्त्रता हुँदैन, त्यो गुमाउन पुग्दछन्। र त्यसै गरी बालिकाहरूमा खास गरी प्रजनन स्वास्थ्य र समग्र स्वास्थ्यमै असर गर्छ बालविवाहको कारणले गर्दा। उमेर नपुगी गर्भवती हुँदा आमा र शिशुको दुवैको ज्यान जोखिममा हुन्छ र बाल विवाह पछि घरमा कामको बोझ हुने, बालक बालिका दुवैलाई बोझ हुने र काम गर्न नसक्दा, आफूले पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्दा त्यो घर परिवार समाजमा हेला र दुर्व्यवहार बढ्छ। यौन तथा लैङ्गिक हिंसा, बाल यौन दुर्व्यवहार, वैवाहिक बलात्कारका घटनाहरू बढ्दछन्। त्यो कुरा बाहिर आउन सक्दैन र घर परिवार र आफूप्रति नै दिक्क लाग्ने, जीवनप्रति नै नैराश्यताको भावना आउने, यस्ता किसिमका चाहिँ नकारात्मक असरहरू बाल विवाहबाट बालक बालिका दुवैमा हुने गर्दछन्। जस्तो यहाँ यो यसमा कानुनी पाटो पनि जोडिन्छन्, नीति नियमका पाटो पनि जोडिन्छन्। राज्यको नीति नियम पर्याप्त छ बाल विवाह रोक्नको लागि जे जति छ अहिले? वास्तवमा भन्नुपर्दा हामीसँग जति कानुन नियमहरू छन् त्यसलाई राम्रोसँग कार्यान्वयन गर्ने हो भने पर्याप्त छ। जस्तो नेपालको मुलुकी अपराध संहिता 74 अनुसार बाल विवाह सम्बन्धी चाहिँ कानुन छ। त्यसमा विवाह गर्ने गराउनेलाई 3 वर्ष कैद, 30,000 रुपियाँ जरिवाना हुन्छ भनेको छ। तथापि 30,000 कमै भए पनि 3 वर्ष कैद र यसले कार्यान्वयन भयो भने हामी जसले बाल विवाह गर्छ हामीलाई चाहिँ कारबाही हुन्छ भनेर बाल विवाह गर्ने र गराउने व्यक्तिहरू सचेत हुन्छन्। र अर्को कुरा यो सामाजिक रूपमा पनि के छ भने बालबालिका ऐन 2075 को उपधारा 66 मा बालबालिकाको विवाह गर्ने
गराउने, बालबालिकासँग बिहे गर्नेलाई बालबालिकाको कसुर भनेको छ र त्यस्तो व्यक्तिले चाहिँ बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रमा 10 वर्षसम्म काम गर्न, मनोनित हुन, निर्वाचित हुन योग्य मान्ने छैन भनेको छ। यस्ता कानुनहरू छन् तर यसको कार्यान्वयन चाहिँ एकदम प्रभावकारी भएको छैन। यो चाहिँ विडम्बना छ हाम्रो देशमा। तर अझ यो मुलुकी ऐनमा 30,000 जरिवाना यसलाई पनि अलि बढाउनु पर्छ। यो 3 वर्ष कैद भने चाहिँ यसलाई पनि बढाउनु पर्छ होइन। र बालबालिकासँग सम्बन्धित ठाउँमा चाहिँ मनोनित हुन नपाउने भने कुनै पनि निकायमा सार्वजनिक अथवा सरकारी गैर सरकारी संस्थामा चाहिँ सहभागी हुन नपाउने नियम चाहिँ बनाउनु पर्छ। नियमलाई परिमार्जित गर्नुपर्छ प्रभावकारी कार्यान्वयनका लागि। अब हाम्रो सामूहिक प्रयास के हुन्छ? अन्त्यमा हामीले बाल विवाह मुक्त नेपाल बनाउनका लागि सबैको साझा दायित्व के हो त्यस भनेर हामी चाहिँ यहाँसँग बिदा लिन्छौं। हाम्रो सबैको दायित्व, साझा दायित्व चाहिँ हाम्रो नेपाल सरकारले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सन् 2030 सम्म बाल विवाह अन्त्य गर्ने रणनीति तयार गरेको छ। त्यो रणनीति कार्यान्वयन गर्न हामी लाग्नुपर्छ। अब त्यसमा मुख्य कुरा के छ भने बाल विवाह मुक्त स्थानीय तह घोषणा गर्ने भन्ने कुरा छ। त्यसैगरी बाल हेल्पलाइन अनि बाल संरक्षण संयन्त्रहरूलाई चाहिँ सबलीकरण गर्ने भन्ने छ। बाल विवाहको असर र प्रभाव बारे पाठ्यक्रममा राख्ने, विद्यालयको पाठ्यक्रममा राख्ने कुरा छ। अनि बाल विवाह गरेमा हुने दण्ड सजायको व्यवस्थाहरूको प्रचार प्रसार गर्ने र बाल विवाहका विरुद्धमा बालबालिका, अभिभावक, खास गरी जुन क्षेत्र बढी प्रभावित भएको छ त्यो क्षेत्रमा चाहिँ सघन कार्यक्रमहरू भयो भने बाल विवाह अन्त्य हुने हामीले विश्वास गरेका छौँ र 100 दिने अभियानको पनि मुख्य उद्देश्य यही रहेको छ। हस्, धन्यवाद छ यहाँलाई महत्त्वपूर्ण संवाद र जानकारीको लागि। धेरै धेरै धन्यवाद रेडियो सगरमाथा र हजुरलाई पनि। हामीले कुराकानी गर्यौं बाल विवाह मुक्त नेपाल भन्ने नारासहित 100 दिने देशव्यापी अभियान अहिले शुरू भइसकेको छ। त्यस विषयमा हामीले भोइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेसँग आजको बिहानी कुरामा कुराकानी गर्यौं। बिहानी कुरापछि अब रेडियो सगरमाथामा आज मंगलबार प्रसारण हुने कार्यक्रम